ल आजबाट चाहिँ अब त्यही 7 दिन मात्रै बाँकी भयो है एसई आउन पनि। अब कतिजनाले चाहिँ अब तयारी गरिसकेका छन्, कतिजनाले अब रिभिजन सुरु गरिसकेका छन्, टपरहरू त रिभिजन मात्रै बाँकी भयो होइन। अनि यो भिडियो चाहिँ अब एक्जाम हलको ट्रिक्सहरू है त। अब पढेर मात्रै पनि भएन, सिलेबस पढ्नुपर्छ त सबैलाई थाहा छ होइन। पढ्यो भने पास हुन्छ त्यो पनि सबैलाई थाहा छ। तर एक्जाम हल भने चाहिँ मलाई चाहिँ जहाँसम्म के लाग्छ भन्दा त्यो चाहिँ एउटा वार जोन हो क्या। त्यहाँ चाहिँ हामी सर्भाइभ गर्न सक्नुपर्छ क्या है। अब जसले ट्रिक लाउँछ, जो अलिकति बाठो हुन्छ उसले चाहिँ पास गरि नै हाल्छ है। सो अब यो भिडियो चाहिँ अब त्यही हो, ट्रिक्सहरूको बारेमा चाहिँ मैले लिएर आएको छु है त। सो पहिला सुरु हेरौँ के गर्नु नगर्नु पर्ने, डोन्ट डु दिस इन एक्जाम हल भने के कुरा चाहिँ नगर भनेको छु। नोट्स चिट्स मोबाइल हल चाहिँ एक्जाम हलभित्र चाहिँ नलानु होइन। बाहिरसम्म लगाए ठिक छ, चिट लेखेको नि अब एक हिसाबले त राम्रै हो भन्छु, रिभाइज गर्न सजिलो हुन्छ त्यसरी होइन। त्यो नगर्दाखेरि राम्रो, किनभने अब भेट्टाइयो भने चाहिँ अब त्यसपछि चाहिँ दशा लागेको दिनमा चाहिँ तिमीले भेट्टाइयो भने अब एक्जाम हल रद्द हुने भयो होइन। रिजल्ट आउँदा अब त्यही तारा लगाएर आउँछ है। अब ब्याचलरहरूको केसमा चाहिँ के हुन्छ भन्दाखेरि मेरो एउटा साथीको चाहिँ चिट भेट्टाएको थियो, उसको पनि स्ट्याप्लर लगाइदियो अनि बाँकीको एक्जाम दियो। पछि 100 दिनभित्र चाहिँ हाम्रो रिजल्ट आउँछ क्या। अनि 100 दिनभित्र पछि चाहिँ अब उसको सबै एउटा क्यान्सल भयो कि एक्जामै। भनेपछि 5वटा एक्जाममा 5वटा क्यान्सल एउटा एक्जामले गर्दाखेरि। सो त्यस्तो चाहिँ तिमीहरूको केसमा नहोला। प्राइभेट सेन्टरहरूले चाहिँ त्यस्तो गर्छ क्या, क्यान्सल गराइदिन्छ। सरकारी भयो त इजी हो, केही फरक पर्दैन। सो अब सुरु गरौँ है त। सो किन नगर्ने भन्दाखेरि चाहिँ होइन, अभियसली एक्जाम हलभन्दा बाहिर गइयो होइन, अनि अट्याच हुने भयो, तिम्रो एक्जाममा स्ट्याप्लर लगाइदिने भयो, फेल हुने भयो, त्यो त ढुक्कै फेल हुने भयो होइन। अर्को वर्ष रिपिट गर्नुपर्ने हुनसक्छ है, अथवा रिएक्जाम दिन सक्नुपर्ने हुन्छ। अब 0.09% केसमा चाहिँ कोही अब इन्भिजिलेटर अथवा एक्जामिनर चाहिँ के हुन्छ, अलिकति सोझा हुन्छन् होइन। सिट चाहिँ लिएर साइडमा राखिदिन्छन् अनि तिम्रो पेपर चाहिँ 10-15 मिनटपछि दिन्छन्, यदि तिमी लक्की छौ भने, रिक्वेस्ट राम्ररी गरेछौ भने चाहिँ है। तर त्यो चाहिँ एकदम रेयर केस हो, त्यसमा चाहिँ भर नपर्नु है। अब के चिट नगरिकन पास हुन सकिन्छ त? चिट नगरिकन हामी पास हुन सकिन्छ त? सकिन्छ है। तर झुन्डेर पास हुन सकिन्छ। त्यो पुरै त्यो टपर जस्तो पास हुन चाहिँ सकिन्न, झुन्डेर पास हुन सकिन्छ। त्यसको लागि चाहिँ आजको यो नयाँ भिडियो चाहिँ त्यसकै बारेमा हो, हाम्रो एसई नयाँ ब्याचमा है त। के रहेछ चाहिँ हेरौँ है त। ट्रिक्सहरू हुन्छ धेरै जस्तो होइन, त्यो धेरै त्यो आतिनुपर्ने कुरा केही छैन, ट्रिक्सहरू हुन्छ होइन। सो फर्स्ट भनेको नो निड टु मेक चिट चाहिँ। किन चिट ल्याउनु जरुरी छैन भन्दाखेरि अलरेडी हुन्छ क्या चिट। तिम्रो टोइलेटमा जाऊ, त्यहाँनिर चिट फालाफाल हुन्छ क्या होइन। टोइलेटमा अलरेडी हुन्छ क्या, तिमी त्यो चिट बनाउने मिहिनेत गर्नै पर्दैन क्या तिमीले। अरूहरूले गर्छन् तिम्रो लागि मिहिनेत होइन। त्यसमा ध्यान नदिनु। सो अरूले बनाएको चिट हेर्दा पनि हुन्छ, अभियसली त्यहाँ बुकै हुन्छ त्यो चिट। टोइलेटमा जाऊ तिमी, त्यो बुक च्यातेर पान्ना यता गरे हुन्छ। तर हामीलाई थाहा, हामीले चाहेको चिट नहोला, तर चिट चाहिँ हुन्छ है, त्यो लानु पर्दैन। धेरैले के गर्छन् भन्दाखेरि चाहिँ एक्जाम सेन्टर जानु अगाडि, सेन्टरभित्र पस्छौ नि तिमी, जब ब्याग बोकेर सेन्टरभित्र पसिन्छ तब तिनीहरू टोइलेट जान्छन् कि। टोइलेट गएर के गर्छन्, बनाएको नोट चिट, कतिले त मोबाइलै राखिदिन्छ त्यहाँनिर। त्यो हग्ने ठाउँमा चाहिँ त्यो मुद्ने ठाउँ त यस्तो ग्याप लाइन गरेर ग्याप गरे हुन्छ। त्यो हग्ने ठाउँमा त ढोका जस्तो हुन्छ, अनि पछाडिपट्टि त्यो ढोकाको त्यो चेपमा तिम्रो चिटहरू नोटहरू बुकै राख्दै आउँछ त्यत्तिकै त्यहाँनिर होइन, लुकाउँछन्। अब यो यस्तो केसमा त्यही भने नि, प्राइभेट त्यो भर्यो भने त प्राइभेटमा त अलिकति गाह्रै छ होइन, किनभने टोइलेटमा समय आइदिन्छ हेर्नलाई होइन, त्यसमा गाह्रो छ। तर सरकारीमा त खासै मतलब हुँदैन, त्यो भएर कतिजनाले लुकाउँछन् क्या त्यसरी। अनि साथीहरू 4-5जना साथीहरूलाई थाहा हुन्छ त्यो चाहिँ, साथीहरूले पालैपिलो टोइलेट जाने अनि हेर्ने अनि फेरि जाने, याद गर्ने, जाने, त्यसरी गर्छन् होइन। अब यो चाहिँ अलिकति सेफ मेथड पनि हुन्छ कि तिनीहरूको लागि चाहिँ, किनभने अब एक्जाम हलभित्र सिट भेटाइयो भने त ब्यान्ड पनि भयो एक्जामको लागि होइन। तर यसरी अब हेर्दै आउने भने धेरैभन्दा धेरै 2 चोटि टोइलेट जानिदिन्छ, धेरैभन्दा दिँदैन होइन। सो त्यो गर्न सकिन्छ है, तिनीहरूले त्यसरी गरे पनि छन् होइन। अब चिट बनाउनुभन्दा बरु अरूको चिट हेर्नु, त्यसरी गरिन्छ है। अब अर्को भनेको टोइलेट ब्रेक ट्रिक। टोइलेट ब्रेक ट्रिक भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ 4देखि 5वटा साथीको ग्रुप बनाउने होइन। अब यो साथीमा चाहिँ तिम्रो अब पढ्नेहरू पनि हुनु पऱ्यो, नपढ्नेहरू पनि हुनु पऱ्यो। अब धेरै जस्तो पढ्ने भएको राम्रो, इफ टपर भए चाहिँ झन् बेस्ट हुने भयो होइन। सो 2जना लन्ठुहरू अनि 3जना चाहिँ 2जना हल्का पढ्ने, 1जना चाहिँ अलिक धेरै नै पढ्ने टाइपको भयो भने चाहिँ अलिकति धेरै नै राम्रो हुने भयो त्यसमा चाहिँ है। सो त्यो ग्रुप चाहिँ बनाउने तिमीहरूले फर्स्टमा होइन। अनि अर्को भने चाहिँ के हो भन्दाखेरि चाहिँ फर्स्ट बेल पछि र सेकेन्ड बेल बज्नुभन्दा अगाडिसम्म मात्रै जान पाइन्छ टोइलेट। सेकेन्ड बेल बजेपछि जान दिन्न तिनीहरूले है। सो फर्स्ट बेलमा जान दिन्छ, फर्स्ट बेल बजिसकेपछि त्योभन्दा अगाडि पनि जान दिँदैन। अनि सेकेन्ड बेल बज्नुभन्दा अगाडिसम्म जान दिन्छ, सेकेन्ड बेल बजिसकेपछि टोइलेट जान दिँदैन। सो के याद गर्नु पऱ्यो भन्दाखेरि फर्स्ट बेल बज्ने बित्तिकै चाहिँ धेरैजना जान्छ नि टोइलेट होइन। सो धेरैजना गएको बेला हुलमुल गरेर त काम छैन। सो साथीहरूलाई के भन्नु पऱ्यो भन्दाखेरि चाहिँ 1 घन्टा 10 मिनट पछि अथवा 1 घन्टा 12 मिनट अथवा 1 घन्टा 15 मिनट पछि चाहिँ सबैजना चाहिँ टोइलेट जाउँ भनेर
भन्न सकियो कि त्यसो गऱ्यो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब तिम्रो साथीहरू त धेरै क्लासहरूमा हुनसक्छ नि त कुनै अब सेक्सन एमा होला कोही सेक्सन बीमा होला कोही कुनै क्लासमा होला कोही कुन क्लासमा होला होइन अब धेरै जस्तो बाँडिएको हुन्छ नि त सो सबैजना चाहिँ एकै टाइममा चाहिँ अब टोयलेटमा आयो भने डिस्कसन गर्न सजिलो हुने भयो क्या सो त्यसरी चाहिँ अब यो घडी बोक्ने सबैले अनि ठ्याक्कै 1 घन्टा भएको 10 मिनटपछि चाहिँ निक्लिने आफ्नो आफ्नो क्लासबाट सबैलाई त एकैचोटि निक्लिन दिँदैन नि त सो धेरै डिफ्रेन्ट क्लासबाट निक्लिन सजिलो हुन्छ त्यसरी होइन अब त्यो गरिसकेपछि के गर्न सकियो भन्दाखेरि चाहिँ जानुभन्दा अगाडि चाहिँ आफूले नआएको क्वेसन जस्तो अब तिम्रो साइन्समा के हुन्छ एमसिक्युजहरू त नम्बर 1 ग्रुप एमा हुन्छ अनि ग्रुप बीमा तिम्रो भेरी सर्ट क्वेसनहरू हुन्छ त्यस्तो क्वेसनहरू तिमीलाई आएको छैन भने क्वेसन याद गरेर जाने अब लेखेर पेन पनि लानु दिँदैन होइन सो याद गरेर जाने अब त्यस्तो केसमा के हुनसक्छ भने तिमीलाई लेट्स से 4वटा क्वेसन आएको छैन 4वटा मल्टिपल चोइस क्वेसन तिमीलाई आएको छैन भने 2टा अथवा 3टाको एन्सर चाहिँ तिमीले त्यसरी पत्ता लगाउन सकियो कि जो भेट्छ उनीहरूलाई सोध्ने उनीहरूले भनिहाल्छ होइन यो एन्सर यो हो यो एन्सर यो हो भनिहाल्छ सो यदि लकी छ भने 4मा 4 एन्सर ल्याउन सकियो यदि अब अनलकी छ लकले साथ दिएन भने 2टा अथवा 3टा चाहिँ एन्सर याद हुन्छ सो फाइदै भयो नि त त्यसरी होइन घाटा त भएन फाइदै भयो यो तब युज गर्ने जब टाइम छ है टाइम भएको केसमा चाहिँ युज गर्ने अब टाइमै हुँदैन कोही सब्जेक्टमा चाहिँ टाइमै हुँदैन सामाजिक भयो नेपाली भयो लेख्दा हात दुख्छ टाइम छैन त्यस्तो केसमा चाहिँ नजाँदा बेस्ट तर टाइम छ मैले भ्याउँछु जस्तो लाग्छ क्वेसन सबै कभर गर्न सक्छु जस्तो लाग्छ भने चाहिँ जाँदाखेरि बेस्ट है त यो त्यही हो क्वेसन मेमोराइज गरेर जाने हो जतिवटा क्वेसन आउँदैन त्यतिवटा है सकेसम्म सबै मेमोराइज गर्दा बेस्ट हुन्छ त्यहाँ जाने डिस्कस गर्ने आफूले जानेको सिकाउने उनलाई अरूलाई जानेको अरूले सिकाइहाल्छ तिमीहरूलाई होइन साथीहरू भइहाल्यो बाँकी अरूहरू पनि होला तिम्रो साथी बाहेकको अरूहरू पनि त आउँछन् त्यो बेलामा होइन उनीहरूलाई नि सोध्नु चाहिँ नलजाउने सोध्ने हिचकिचाउने होइन है किनभने आफ्नै फाइदाको कुरा छ त्यो गर्ने होइन सो यो भइहाल्यो है त त्यही हो अनि अर्को भनेको 1 घन्टा 10 मिनट अगाडि त भयो अनि 1 घन्टा 50 मिनटपछि जस्तो सेकेन्ड बेल बज्नु 10 मिनट अगाडि क्या त्यो बेला जाँदाखेरि बेस्ट हुन्छ किनभने त्यो बेला तिमीले ग्रुप सी र ग्रुप डीको कभर गरिसकेको हुन्छ अनि ग्रुप डीको पनि क्वेसनहरू चाहिँ कति गाह्रो हुन्छ अनि त्यति केसमा गर्न सजिलो हुन्छ सो हरेक एक्जाममा सिमिलर हो सो फर्स्टमा 1 घन्टा फर्स्ट बेल लागेको 10 मिनटपछि अनि सेकेन्ड बेल लाग्नु 10 मिनट अगाडि त्यही भएर चाहिँ घडी लानु इम्पोर्टेन्ट छ क्या है घडी लग भन्नुको कारण चाहिँ त्यो तिनीहरूको घडीमा चाहिँ विश्वास नगरे हुन्छ कतिपय केसमा चाहिँ सेकेन्ड बेलै बजाइदिँदैन क्या सेकेन्ड बेल ढिलो बजाइदिन्छ अब सेकेन्ड बेल ढिलो बजाएपछि स्टुडेन्टले के भन्छ अझ 1 घन्टा छ भनेर लेखिरह हुन्छ होइन अनि त्यसपछि चाहिँ अब टाइम म्यानेजमेन्ट गर्न गाह्रो हुन्छ मेरो केसमा त एकचोटि के भएको थियो भने सिधै 15 मिनटको बेल बजाएको थियो क्या लास्ट 15 मिनट्सको बेल बजाइदिएको थियो क्या अनि त्यसपछि स्टुडेन्टहरू ओभर आत्तिएको थियो क्या सो त्यो हुन्छ किनभने पालिको गल्तीले गर्दाखेरि अब पुरै स्टुडेन्टको त्यो हुने भयो क्या एउटा भयो होइन अर्को भनेको चाहिँ द साइन ल्याङ्ग्वेज अब साइन ल्याङ्ग्वेज भनेको के हो त्यो गोलमालवाला साइन ल्याङ्ग्वेज होइन यो चाहिँ अलिकति इम्पोर्टेन्ट हो मैले युज गर्थेँ मेरो एउटा बेस्ट फ्रेन्ड थियो उसले र मैले चाहिँ युज गर्थेँ यो चाहिँ सो एक्जाम हलमा हल्ला गरियो भने त अब पेपर तान्ने ठाउँ साट्दिने यो गर्छन् होइन सो यो ट्रिकले चाहिँ गर्दाखेरि चाहिँ हल्ला पनि गर्नु परेन ओइ भनेर बोलाउनु पनि परेन केही पनि गर्नु परेन होइन सो यो कस्तो केसमा हेल्पफुल हुन्छ भन्दाखेरि चाहिँ एमसिक्यूहरू 1 मार्क्सको क्वेसनहरू होइन इङ्ग्लिसको ग्रामर जस्तो क्वेसन नम्बर 10मा हुन्छ ग्रामर त्यो भयो अर्को भनेको तिम्रो सिनोनिम एन्टोनिमहरू अनि फिल इन द ब्ल्याङ्क्सवाला त्यो अप्सन दिएको हुन्छ त्यस्तो केसमा युज हुने भयो है धेरै सब्जेक्टमा तिमीले एप्लाई गर्न सक्छौ सो के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ उसलाई आफ्नो एउटा साथीलाई बुझाउनु पऱ्यो के हो त्यो बुझाउनुको सबैभन्दा मेन इम्पोर्टेन्ट र सबैभन्दा इजिएस्ट वे भनेको चाहिँ यो भिडियो सेयर गरिदिने हो है मैले अहिलेसम्म कुनै पनि भिडियो सेयर गरेर चाहिँ भनेको छैन तर यो चाहिँ गर्दा हुन्छ तिमीहरूलाई फाइदा हो सो अब म के हो यो भनिदिन्छु है त लेट्स से एउटा सिनेरियो लिउँ हामीलाई क्वेसन नम्बर 10 को ग्रामर हामीलाई आएन अरे क्वेसन नम्बर 10 को ग्रामर कस्तो हुन्छ त अब थाहा छ होला तिमीलाई प्र्याक्टिस गर्यो भने मैले आशा गर्दैछु 10 को ग्रामर एउटा प्यासेज जस्तो हुन्छ त्यहाँनिर अप्सनहरू दिया हुन्छ ठाउँ छडे हुन्छ 10वटा क्वेसन हुन्छ ठाउँ छडे हुन्छ 0.5 मार्क्सको हुन्छ त्यो चाहिँ हैन अनि ब्र्याकेटमा 3टा अप्सन हुन्छ 3टा अप्सनमा एउटा छानेर लेख्ने हो त्यति हो है क्वेसन नम्बर 10 को फर्स्टमा आई कन्ट्याक्ट गर्ने दुईजना एकअर्कालाई हेर्ने तिमीले क्वेसन नम्बर 10 को ह्यान्ड साइन दे अब ह्यान्ड साइन देखाउने तरिका यस्तो यो भनेको 1 2 3 4 5 भयो हैन अब एउटै हातले तिमीले 6 7 8 9 10 10 मा यस्तो गर्न सकियो है यो चाहिँ अब इजिएस्ट एउटै हातले गर्ने तरिका अब दुईटै हातले यस्तो गर्नु भन्दा 5 भयो 6 7 8 9 10 10 लाई यस्तो गर्न नि सकियो दुईटा हात देखाएर है सो इफ लेट्स से 10 नम्बरको आएन तिमीलाई यो गरियो 10 नम्बरको भन्यो उले बुझ्छ 10 नम्बर भनेर अनि उले अब यस्तो छ 3टा अप्सन दिया हुन्छ 3टा अप्सनमा तिम्रो अब लेट्स से गो वेन्ट गन भनेर 3टा अप्सन छ हो 3टा अप्सनको उलाई एन्सर थाहा छैन तिमीलाई एन्सर थाहा छैन तिमीले क्वेशन नम्बर 10 भनेर इशारा गर्यो उले के भन्छ हेर्छ है अनि पछि 1 नम्बरको फर्स्टको भन तिमी यसरी देखाऊ
अथवा नदेखाऊ उसले के गर्छ, उसले यसो गरेर 2 भनेर देखाउँछ। अब उसले यसो 2 मात्रै गरेर देखाएपछि तिमीले के बुझ्नु पऱ्यो भन्दाखेरि गो वेन्ट सेकेन्डमा 1 2 3 मा त सेकेन्डमा यो पऱ्यो, वेन्ट एन्सर करेक्ट हो भने चाहिँ तिमीले बुझ्नु पऱ्यो होइन। त्यसरी टिक लाऊ। अब तिमीले अब सेकेन्डको भन्न सक्छौ यसरी, अथवा उसले कन्टिन्युसली भन्दै जान्छ। उसले अब लेट्स से 3 भन्ला अब यस्तै अर्को अप्सनमा 3 भन्नु भयो, थर्डवाला अप्सन राइट हुने भयो। सो त्यसरी टिक गर्दै जाने। यो चाहिँ अब एन्सर पेपरमा लेख्नुभन्दा क्वेसन पेपरमा टिक लाउँदा सजिलो, किनभने फास्ट हुँदै जान्छ नि त। सो क्वेसन पेपरमा पहिला सुरु टिक लाउने अनि लास्टमा चाहिँ तिमीले एन्सर लेख्ने। अब प्ले पज गर्न सकियो। अब यसरी प्लेज भन्यो, यस्तो गरियो, नेक्स्ट भनेको यो भयो। अब एकछिन भन्नाले यो बनियो, एकछिन यो भयो होइन। यो गर्न सकियो कि यस्तो गर्न सकिन्छ, आफूले कम्युनिकेट गर्ने त हो नि एकअर्कालाई। सो त्यो गर्न सकियो होइन। अनि किप अन डुइङ अन्टिल यु फिनिस होइन, गर्न सकियो। नो निड टु टक। अब यसरी गऱ्यो भने बोल्नु पऱ्यो नि क्या तिमीलाई, ओइ यसको एन्सर कति हो भने भन्नु छ त होइन। यस्तो गऱ्यो 10 नम्बरको भन्यो, उसले ठ्याक्कै भन्छ यहाँ 2 भन्छ, यहाँ 2 भन्छ सेकेन्डवाला एन्सर राइट रहेछ अनि भन्यो। हेरेको भरमा बुझ्छ क्या, आई कन्ट्याक्टको भरमा तिम्रो आई कन्ट्याक्ट पनि परेन, ह्यान्ड साइनको भरमा भयो क्या। सो त्यो हो हल्ला गरेर यहाँ त्यहाँ गर्नै पर्दैन कि, भने नि मैले स्मार्ट हुनु पऱ्यो क्या। एक्जाम हल भनेको एकदम वार जोनै हो होइन, हामी सर्भाइभ गर्ने जसरी भयो नि। अब यो ट्याक्टिक्सहरू लाउनुपर्छ आफूले है। अब यो चाहिँ आफ्नो साथीलाई नि भन्नु, फेरि आफूले मात्रै गरेर हुँदैन, उसले नि बुझ्नु पऱ्यो होइन। सो त्यो गर्नु पऱ्यो। अब लास्ट 15 मिनट्स भनेको चाहिँ यो चाहिँ लास्ट 15 मिनट्स किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ जति पनि इन्भिजिलेटरहरू छ नि उनीहरूले चाहिँ स्टेपलर गर्ने कामहरू 15 मिनटको लास्ट 15 मिनटको बेल बज्ने बित्तिकै एडिसनल पेपरहरू माग्ने धेरै हुन्छ, स्टेपलर गर्नेहरू धेरै हुन्छ। कोहीले यो मिलेन सर, यो चाहियो, पानी चाहियो, यहाँ चाहियो, त्यहाँ भन्छ। इन्भिजिलेटर त्यसमा बिजी हुन्छ। त्यो बेला चाहिँ हो तिम्रो मौकामा चौका हान्ने टाइम चाहिँ त्यो हो क्या फेरि। त्यही भएर चाहिँ मैले के भन्छु भन्दाखेरि एक्जाम हलभन्दा त्यो टाइम सकिनुभन्दा अगाडि जो भएको छ नि त्यो एकदम अग्रो गधा हो कि त्यो चाहिँ, त्यसलाई थाहा नै छैन कि के हुन्छ एक्जाममा भनेर। सो साथीहरूसँग कोर्डिनेट गर्ने, अगाडि पछाडि साइड यताबाट कोर्डिनेट गर्ने, अगाडि होला पछाडि होला तिम्रो साइडमा होला होइन। अनि कपी गर्ने, जति सक्दो कपी गर्न सक्छौ कपी गर्ने त्यसमा चाहिँ। अब यदि कसैले डिस्ट्र्याक्ट गर्नु सक्यो भने सक्यो, एडिसनल पेपर मागेर अब अगाडिबाट कसैले मागिदिन्छ भने त्यो पनि गर्न सक्यो तिमीले होइन। सो म्याथको केसमा हो भने 15 देखि 20 मार्क्सको क्वेसन सार्न सकिन्छ है। यो टाइममा चाहिँ 15 देखि 20 मार्क्सको क्वेसन सार्न सकिन्छ। 15 देखि 20 मार्क्सको सारियो भने तिमी पास हुन्छ फिक्स। म्याथ, अप्सनल म्याथ, इभन साइन्सको। अब कस्तो इफ डन करेक्टली मैले यहाँ भनेको छु नि, और लकी है, लकी भयो भने चाहिँ सार्न सकियो होइन। नत्र 10-15 मार्क्सको चाहिँ 5 देखि 15 मार्क्सको सार्न सकियो। डन करेक्टली कस्तो केसमा हो भन्दा यदि तिमी थ्योरी सार्न थाल्यो भने त अभियसली हुँदै हुँदैन, किनभने हेरेर लेख्नुपर्छ होइन। थ्योरी गर्न सकिन्न। न्युमेरिकल भयो, केमिकल रियाक्सन भयो, फिगरहरू बनाउने होला, लेबलिङ होला कतिको केसमा होइन। कतिपय ग्रामरकै भनौँ न, त्यो तिम्रो जुन चाहिँ 9 मार्क्सको ग्रामर हुन्छ, 10 मार्क्सको हुन्छ, अनि पछि प्यासेजहरूको एन्सर हुन्छ होइन। तिनीहरू गर्न सकियो। त्यस्तो क्वेसनहरू चाहिँ हामीले कपी गर्नु, फर्स्टमा गर्नु कि जुन चाहिँले थोरै टाइम पनि लिने प्लस धेरै मार्क्स क्यारी गर्नेहरू चाहिँ कपी गर्न सक्यो हामीले त्यसरी है। अब यदि के छ अर्को भनेको, त्यही भएर चाहिँ एक्जाम हल चाँडो छोड्नु भएन। तिमीहरूले पैसा तिरेछौ, त्यो एक्जामको नि पैसा तिरेछौ, तिम्रो पेपरको नि पैसा तिरेछौ। जति सक्दो पेपर थप्दा नि हुन्छ। एक लाइन छोडेर लेख्ने भन्छु म त म्याथ र साइन्समा होइन। अनि एक्जाम हल नछोड्नुको कारण त्यो हो, कोही भन्छ त्यही छपरीहरू त हो नि, चाँडो छोड्ने, हिरो बनेर जाने। अरूहरू त बस्छन् नि, पुरै बस्छन्। पेपर लिए पनि बसिरहने क्या। पेपर तिम्रो इफ लिदियो भने पनि रिक्वेस्ट गरेर बसिरह्यो भने उसले देला, किनभने अब कति नै लिएला, 10 मिनट लिएला, 15 मिनट लिएला होइन। 15 मिनटभन्दा धेरै त लिँदैन, 10 मिनटभन्दा पनि धेरै लिँदैन होइन। सो रिक्वेस्ट गरेर नि उसले दिन्छ क्या। त्यो धेरै त्यसमा सोच्नु पर्दैन। जस्ट नेभर लिभ द एक्जाम हल अर्ली है त, यो चाहिँ कुरा चाहिँ ध्यान दिनु पऱ्यो होइन। यदि टाइम सक्यो, लेट्स चाहिँ तिम्रो अब सार्नु बाँकी नै छ, टाइम घन्टी लाग्यो सक्यो होइन। अब अझै लेख्नु बाँकी छ भने हल्का रिक्वेस्ट गरिदिने इन्भिजिलेटर, सर अरूहरूको लिँदै गरौँ न, म त्यति बेलासम्म लिँदै गर्छु नि, हजुरलाई म दिइहाल्छु नि भने रिक्वेस्ट गरिदियो भने यदि वर्क गर्न सक्छ। मेरो केसमा चाहिँ काम गरेको थियो यो चाहिँ होइन। मैले चाहिँ अब यो गरेको थिएँ, मलाई चाहिँ छोडिदिएको थियो, अरूहरूको पेपर ल्याएको थियो, लास्टमा मेरो लियो होइन। फेरि त्यो चाहिँ गर्न सकियो आफूले, किनभने त्यो उसले पेपर लिँदै गर्दाखेरि तिमीले 5 मार्क्सको अर्को सार्नै भइन्छ है। अनि लास्टमा चाहिँ त्यो अन्डरलाइन गर्न नबिर्सिनु। त्यो 15 मिनट लगाएपछि अब स्टेपलर लगाएछ भने आफ्नो स्टेपलर लाउँदा भयो होइन। अथवा स्टेपलर गर्न बाँकी छ भने सरसँग नि स्टेपलर गर्ने, अनि अन्डरलाइन गर्ने। अनि पछि जुन चाहिँ अन्डरलाइन पनि अब त्यो ग्रामरहरूको त्यो फिल इन द ब्ल्याङ्क्सहरूको अन्डरलाइन गर्ने होइन। अनि पछि लाइनहरू तान्ने, हरेक यो लेट्स चाहिँ यो भइसकेपछि यहाँ अन्डरलाइन लगाइदिने, एउटा क्वेसन सकेपछि होइन। त्यो चाहिँ गर्नु पऱ्यो। अनि सार्न त लास्टमा हो, त्यो गऱ्यो भने चाहिँ अब पेपर थुते पनि मतलब भएन कि लास्टमा होइन। मेरो त अन्डरलाइन लाउनै बाँकी थियो भन्नु पर्ने कि, लेख्दा लिइदिन्छ कहिले काहीँ होइन, लिइदिन्छ। त्यति बेला चाहिँ अब त्यो नगर्नु, किनभने पेपर च्यातिने चान्स बढी हुन्छ। त्यस्तो केसमा चाहिँ अब लास्टको त जति लेखियो जति आउँछ भन्ने हुन्छ होइन। सो त्यति नै हो। अल द बेस्ट है एक्जामको लागि। अब अस्तिको एउटा कुरा मैले फेरि गरिहालेँ,
यो एउटा मैले ठ्याक्कै भनिदिन्छु फेरि है, यो आर्ग्यु विथ द इन्भिजिलेटर चाहिँ गर्नु भएन है त। डोन्ट आर्ग्यु विथ द इन्भिजिलेटर, एक्जामिनर, जेसुकै भनौँ, पोलाइट र रेस्पेक्टफुल हुनु पऱ्यो है। पेपर तिम्रो लियो भने के गर्ने, रिक्वेस्ट गर्ने, अरू केही छैन अप्सन। तिम्रो गल्ती नभए नि लिइदिन्छ कहिलेकाहीँ, त्यति बेला नै रिक्वेस्ट गर्ने है त। यति चाहिँ याद गर्नु पऱ्यो।